गुड मर्निङ एभ्रिवान। अनि मेरो नयाँ ब्लगमा तपाईँहरू सबैजनालाई स्वागत गर्दै आजको ब्लग पनि स्टार्ट गर्न गइरहेको छु। अनि अहिले भने एकदमै टाइम पनि बिहानको 7 बजिसकेको छ। अनि आज भने म चाहिँ हाम्रो फर्स्ट क्यापिटल अफ सिक्किम को चाहिँ योक्सम सिनियर सेकेन्डरी स्कुलको खेल मैदानमा आइपुगिसकेको छु। अनि आज पनि हाम्रो नानीहरूलाई चाहिँ एकदमै स्पोर्ट्स सामानहरू लिएर आएको छौँ है। अनि त्यो चाहिँ आज नानीहरूलाई हामीले डिस्ट्रिब्युट गर्नेछौँ। अनि नानीहरूको यहाँ फुटबल ट्रेनिङ पनि चल्दैछ। अनि हाम्रो आजको ब्लग पनि एकदमै लास्टसम्म हेरिदिनुहोस् होला। अनि यो चाहिँ हाम्रो योक्सम सिनियर सेकेन्डरी स्कुलको खेल मैदान। अनि तपाईँलाई म अलिकति स्कुलपट्टि लान्छु है। यो चाहिँ हाम्रो योक्सम सिनियर सेकेन्डरी स्कुल हो। अनि यहाँ नानीहरूको बिहान बिहान एकदमै ट्रेनिङ हुँदैछ। अनि आजको ट्रेनिङ चाहिँ हाम्रो सोनाम सरले गराउनु हुँदैछ यहाँनिर। नानीहरू एकदमै ट्रेनिङ छ, धेरै छ नानीहरू यहाँनिर। लगे लगे कुदायो लो छेके छेके ला सपोर्ट कर पूरा टीमलाई सपोर्ट कर पूरा टीमलाई। यो चाहिँ नानीहरूलाई आफ्टर ट्रेनिङ है, उहाँको रिक्रेसनको लागि र पावर स्ट्रेन्थको लागि र इन्ड्योरेन्सको लागि स्टामिनाको लागि चाहिँ यो गेम खेलाइदिन्छ अहिले। अनि यो चाहिँ यिनीहरूले गोल खाएर यहाँनिर गोल खाने टिमले चाहिँ डिप्स गर्दैछ यहाँनिर। गो ओके लो हस्टेलहरू जति उपर जाऊ। अनि यो सामान चाहिँ आज हामीले नानीहरूलाई यहाँनिर एकदमै दिनेछौँ। आज यहाँ हाम्रो सामानहरू एकदमै रेडी भइसकिसकेको छ है। यहाँ के छ आजको सामानहरू धेरै ल्याएको छ हामीले। नानीहरूलाई बुटहरू ल्याएको छ हामीले, बस बुटहरू। अनि नानीहरूलाई हामीले ट्र्याक सुट पनि छ, जर्सी पनि छ यसमा, जर्सी पनि छ। ओ जर्सी छ। अनि आज हामी यो जति यो सामानहरू हाम्रो नानीहरूलाई एकदमै दिनेछौँ। यहाँ जति पनि देख्नुहुँदैछ यो हाम्रो योक्सम सिनियर सेकेन्डरी स्कुलको हस्टेलको नानीहरू हो। अनि नानीहरूलाई चाहिँ हाम्रो फ्रेन्ड्स फर एभर स्पोर्टिङ क्लबले चाहिँ अब है धेरै वर्ष धेरै पहिलादेखि नै नानीहरूलाई ट्रेनिङ गर्दै नानीहरूको स्पोर्ट्स सामानहरू यसरी वर्षौनी हामी दिइरहेको छौँ। अनि आज पनि हामीले नानीहरूलाई धेरै सामान लिएर आएको छौँ है। हाम्रो एउटा रेस्टर्ड बडी क्लब हो, त्यसले गर्दा तिमीहरूको क्लबको सिआरएसहरू पनि गरेको छ। तर के हुन्छ विचार हाम्रो गाउँको नानीहरू यताउता एकदम राम्रो होस्, उयो गरोस् भनेर पैसा 1-2 रुपियाँ कहाँबाट जुगाड गरेर एकअर्कामा टाइम नभ्याइ यहाँनिर आएर होइन तिमीहरूलाई केही न केही होइन। म त ग्राउन्डमा आउँछु तर उहाँहरूले ब्याक सपोर्ट जहिले पनि गरिरहेको हुन्छ होइन। कहाँबाट पर्मिसन निकाल्नु पर्ने, कागज घुमाउनु पर्ने, कहाँबाट फन्डिङहरू ल्याउने जहिले पनि कोसिस गरिरहेको हुन्छ। बुझ्दैछ होइन के सहेली होइन खेल्ने त्यो तरिकाहरू चाहिँ तिमीहरूको अहिले डिफ्रेन्ट भयो नि त। पहिला खेल्ने र अहिले खेल्ने र अहिले होइन पब्लिक यसो मान्छेहरू जाँदाखेरि केटाहरू अहिले त गोली खायो नि। ट्रेनिङले डिसिप्लिनले होइन डेडिकेसनले हुन्छ नि त। डिसिप्लिन हुनु पऱ्यो, तिम्रो डेडिकेटेड हुनु पऱ्यो ग्राउन्डमा भनेको छ होइन। एभ्री टाइम अब यस्तो हामी क्लबले गर्नु सक्ने चिजहरू सबै गर्छ होइन। तिमीहरूको अब फ्यामिलीहरूले पनि मैले भन्ने चाहिँ कमसेकम अब तिमीहरूको इन्डिभिजुअल। यो चाहिँ एउटा ट्राभलिङ टी सर्ट हो, कहीँ जाँदाखेरि म्याचहरू हुँदा लाउने यो खालको बनाएको छ। यसमा हाफ प्यान्ट छ। अनि तिमीहरूले त्यही हो जङ्गलहरूतिर चाहिँ नलाइदिनु ल, अरूतिर लाउँदा भयो। फुटबल स्पोर्ट्स ग्राउन्ड जाँदा हुन्छ, घाँसहरू काट्दा जङ्गल जाँदा लाउनु फेरि जर्सी मायाले राख्नु ल। यता चाहिँ हाम्रो अलिकति सिनियर बोइसहरू हो। अनि यहाँ हाम्रो जुनियरहरू पनि छ यतापट्टि अर्को लाइनमा। अब यिनीहरूको पनि छ केटाहरूको। राम्रो खेल्नु ल, स्याहार्नु भाइ, जतन गर्नुपर्छ।
एक नम्बर बुटहरू नानीको राम्रो खेल्नु ल को छ बिमारी पनि छ थ्याङ्क यू कति नम्बर छ भाइको अनि हामीले ट्र्याक चाहिँ यसपालि यो खालको बनाएको छ नानीहरूलाई अलिकति यता क्या फ्रेन्ड्स फरएभर युक्सम कतिजनालाई चाहिँ ठुलो हुने रहेछ ट्र्याक ठिकै छ त्यसलाई अन्त ठिक अलिक ठुलै हुने रहेछ तर बढिहाल्छ केटाकेटी कडा नि हो अन्त चिडिक्कै आम्मा केटा एक लेफ्ट र लेफ्ट त्यो मुनि तान ट्र्याक यता हेर त आम्मा चिडिक्कै भयो नि अन्त केटा हिरो भयो त ल लेफ्ट राइट लेफ्ट गरे ट्र्याक एक दिएन मिल्यो प्लास्टिक राख्नु ल फाल्नु हुँदैन ल जताततै डस्टबिनमा हाल्नु नत्र घरमा त्यो बुटहरू हाल्दा हुन्छ अनि हाम्रो हस्टल क्याप्टेन भाइ हुनुहुन्छ अनि हामीले भाइको लागि पनि ट्र्याक सुट ल्याइदिएको छ यहाँनिर लगाऊ तिमी पनि हुन्छ साइज अनि हाम्रो अमिर सर हस्टल वार्डन पनि हुनुहुन्छ टिचर पनि हुन्छ सक्षम स्कुलको अनि हामी यो चाहिँ हाम्रो क्लब टी सर्ट हाम्रो अमित सरलाई पनि 4 नम्बर र 3 नम्बर छ 4 र 3 को छ सानो खुट्टा 3 नम्बर कसको ओइ बुट पाए कि पाएनौ हैन यो 3 नम्बर हो ए त्यो सार्दैछु चम्केर छ नि यिनीहरू यो चाहिँ तिमीको ट्राइबलिङ जर्सी हो कहाँ जाँदाखेरि मात्रै तिमीले लगाउनु अनि हामीसँग अझै यो नानीहरूको लागि टी सर्ट पनि छ है यो चाहिँ हामी अहिले दिँदैन यो चाहिँ हाम्रो म्याचहरू हुँदा है काहीँ के फङ्सनहरू हुँदा काहीँ के कार्यक्रमहरू हुँदा चाहिँ यो नानीहरूलाई एउटा ट्राभलिङ टी सर्ट बनाएको छ हामीले नानीहरूलाई एकदमै हाम्रो ट्र्याक सुट है बुटहरू टी सर्टहरू हामीले दिइसकेको छौँ अनि नानीहरूलाई हामीले सानो एउटा फोटो सेसन गराउँदैछौँ है नभने लाग्यो त यिनीहरू त थ्याङ्क यू वान्ट के छैन त अनि तिमी बुट पाएर ट्र्याक सुट पाएर खुसी छौ ए हो खुसी छ र यिनीहरू ल राम्रोसँग खेल्नु राम्रोसँग स्याहार्नु ल अब अर्को पालि मात्रै पाउँछ केटा फेरि अनि यो हामी चाहिँ है योक्सुम फ्रेन्ड्स फरएभर स्पोर्टिङ क्लब अनि यो कार्यक्रम चाहिँ हामीले एकदमै वर्षौं नि गरिन्छ हामीले है र यसरी नै जति पनि हामी फ्रेन्ड्स फरएभरलाई सहयोग गरिदिनु हुने यसरी डोनेट गरिदिनु हुने यसरी हेल्प गरिदिनु हुने अनि नानीहरूलाई हामीले यसरी प्रोत्साहित गर्नु पाउँदा एकदमै खुसी लागिरहेछ सबैजनालाई एकदम धन्यवाद दिन चाहन्छु थ्याङ्क यू सीएम साहबलाई हाम्रा अनरेबल सीएम सरलाई एकदमै धन्यवाद थ्याङ्क यू सो भन्न मच चाहन्छु अनि आजको हाम्रो मोटामोटी प्रोग्राम पनि सकिसकेको छ अनि यो आउँदो 11 अप्रिलमा चाहिँ हामीले यहाँ एउटा ओपन म्याराथन पनि राखिएको छ ओपन म्याराथन गर्ल्स एन्ड बोइज अनि एबोभ 40 को यो चाहिँ हाम्रो योक्सुम मेन बजारमै हुनेछ म्याराथन चाहिँ अनि यो चाहिँ हामीले हाम्रो योक्सुम जिपीको लाई राखिएको छ भनेदेखि तपाईँ सबैजना आएर पार्टिसिपेट गर्न सक्नुहुनेछ यति भन्दै म पनि आजको ब्लगबाट बिदा चाहन्छु यो 11 तारिक हाम्रो म्याराथन योक्सुममा भेट्ने छ सबैजनालाई बाई बाई